वेलकम टु माई न्यू भ्लग। आज चाहिँ म फर्स्ट टाइम भ्लग बनाउँदैछु अनि हामी चाहिँ आज दसैँको स्पेसल भयो अनि त्यस पछाडि एकदमै खुसी लागेर भिडियो बनाइरहेको छु अनि यतातिर चाहिँ धेरै मान्छेहरू हुनुहुन्छ त्यही भएर बोलिराख्नु भएको छ। हेलो एभ्रिवान एन्ड ह्याप्पी दसैँ। आज चाहिँ हामी माउलो जाँदैछौँ अनि हाम्रो घर चाहिँ त्यहाँ छ। त्यहाँदेखि चाहिँ हामी भर्खरै रेडी भएर मगर ड्रेस लगाएर अनि त्यस पछाडि हामी चाहिँ माउला जाँदैछौँ अनि ऊ चाहिँ मेरो दिदी हो, ऊ चाहिँ मेरो मम्मी उहाँ चाहिँ मेरो मम्मी हुनुहुन्छ अनि मेरो भाइहरू उहाँ अनि ऊ चाहिँ मेरो भदै उसको आज बर्थडे छ त्यसैले मलाई ह्याप्पी बर्थडे भन्न चाहन्छु। ह्याप्पी बर्थडे सुनि त होइन के सुनि ल केही त्यस्तै रमाइलो छ अनि कतिको रमाइलो भइरहेछ माउला जाने बेला धेरै रमाइलो भइरहेछ धेरै। यो चाहिँ हाम्रो माउली कपाल काउली उसकै घर जान लाग्यो हामी। अहिले म त्यहाँ घर पुगेपछि हजुरहरूलाई देखाउँछु माउलाको घर कस्तो छ भनेर। अनि अहिले चाहिँ हामी बाटोमा हिँडिरहेछौँ। हामी हिँडेर नै पुग्न सक्छौँ सजिलैसँग किन भन्दाखेरि हाम्रो एकदमै नजिक छ क्या माउला र घर चाहिँ त्यही भएर हेलो गाइस अब चाहिँ हामी माउला जाने बाटोमा आइसक्यौँ। बाटो चाहिँ यस्तो दामी दामी छ अनि उता बाटो चाहिँ यति दामी छ यस्तो ठाउँहरू छ देखाइरहेको छु। अनि त्यस पछाडि चाहिँ हामी अब ठ्याक्कै थोरै मिनट बाँकी छ मतलब 1 मिनट जति बाँकी छ। मम्मीहरू चाहिँ पछाडि आउँदै हुनुहुन्छ अनि म चाहिँ यहाँ अघि हिँडिरहेको छु। म माउलाको घर चाहिँ देखाइदिन्छु ल। यहाँ ओ त्यहाँ परको साइडमा छ एकदमै रमाइलो भाइब्स आउँछ किन भन्दाखेरि अब त्यहाँ त माटोले पुरा लिपेर यति दामी बनाएर राख्नु भएको छ अनि दसैँ तिहारमा चाहिँ त्यस्तो ठाउँमा दसैँ तिहार मनाउनुको रमाइलो नै छुट्टै हुन्छ नि त। त्यही भएर एकदमै एक्साइटेड पनि छु। अनि त्यसपछि हामी धेरै जसो साल हामी खलङ्गामै बस्यो भने चाहिँ त्यहीँ मनाउन जान्छौँ नत्र भने गाउँमा जान्छौँ। योचोटि चाहिँ गाउँ गएनौँ, योचोटि चाहिँ खलङ्गामै आफ्नो सल्लेमै। अब गाउँ भनेपछि त रमाइलो भइहाल्छ नि। ओ हाम्रो भाउजू नि हुनुहुन्छ खै हात दिनु भाउजू ढोगरम आशीर्वाद छ। फाइनली चाहिँ म भाउजूसँग पुगेर पनि ढोगरिसकेँ। घर चाहिँ यति राम्रो छ अनि यस्तो माटोको घर भयो नि त एकदम दामी एकदम मलाई यस्तो मनपर्छ माटोको घरहरू एकदमै राम्रो लाग्छ। त्यही भएर गाइस माटोको घर हुनु पनि एउटा सौभाग्य जस्तै हो। द्याट्स वाइ मलाई एकदमै रमाइलो लाग्छ। अनि मेरो प्यारो भाउजू चाहिँ यो घरको भाउजू चाहिँ उहाँ हुनुहुन्छ। अब चाहिँ हामी टिका लाउनलाई रेडी गर्न लागिसक्यौँ। घर स्याहार्नु भइहालिरहेछ। धेरै पैसा भयो अब यही स्केटिङ गर्नुपर्छ मैले जानिस् कि नै। अनि कतिको खुसी भइरहेछ त आज यस्तो लाज लाग्यो। अब भाइहरू यस्तै रमाइला छ नि त्यही भएर आज मेरो छेउमा मेरो बुहारी भइन्। अब अर्को सालमा चाहिँ यसले बुहारी ल्याएर त्यहाँ छेउमा राख्ने अरे। आज चाहिँ निशान चाहिँ त्यस्तो सट्टामा आज हाम्रो डबल सेलिब्रेसन छ। केक पनि काट्ने किनभने त्यसको आज बर्थडे छ नि त्यही भएर सबैजना बिजी हुनुहुन्छ। त्यही भएर म यसरी तपाईँलाई यहीँनिर आएर बोलिरहेको छु। अब सुरु भइसक्यो। फाइनली हाम्रो टिका पनि सकियो गाइस। अनि त्यसपछि अब हामी बर्थडे सेलिब्रेसनतिर लागिरहेछौँ। जसलाई बर्थडे छ ह्याप्पी बर्थडे। त्यसलाई गाह्रो छ आज अघि टिका लाउँदा पनि पोलेको थिएँ अहिले मैले ह्याप्पी बर्थडे भन्दा नि घुचिगयो। कस्तो लागिरहेछ बर्थडे अनि टिकासँगै ल यस्तो हेर खुसी त छैन अघि बिहानैदेखि नराम्रो सुरुवात भइसकेको छ। त्यही पनि केही छैन। अब गाइस हामी केक पनि हेर्न सक्छौँ। केक इज टोटली गुड। ह्याप्पी बर्थडे सुनिल। केक छ अब केक काट्नुपर्छ एकछिनमा। केक पनि खायो गाइस। यस्तो मिठो 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 केक थियो। अनि त्यस पछाडि अब अरूले चाहिँ खाँदैछन् त्यतातिर काट्दैछन् केक सेकहरू। त्यस्तो रमाइलो हुन्छ भनेर सोचेकै थिइनँ। डबल धमाका भयो दसैँमा डबल धमाका। मगरहरूको यस्तो गाइस यहाँ भित्र यस्तो मजाले टङ्गिरहेछ। अनि त्यसपछि अचार बनाएर राख्नु भएको छ। अनि अचार छ अनि मासु गाइस मासु बबाल छ कि हाम्रो घरमा पनि यहाँ चाहिँ हाम्रो घरमा चाहिँ एकजना आर्मीको बुढाबुढीहरू बस्नुहुन्छ। उहाँको फर्स्ट दसैँ हो नि त बिहे पछिको। उहाँले बिहे गरेर त्यहाँ बसिरहनु भएको छ। अनि मम्मी र म चाहिँ उहाँ टिका लाउन गइरहेको छौँ बाटो मम्मी र म चाहिँ हिँडिसक्यौँ टिका लगाउन गाइस। अब मम्मी र म चाहिँ टिका लाउन गइसक्यौँ। बाटो यस्तो छ म झरेको
बाटो यस्तो छ यो हामी सर्कल बाटोबाट आएर यस्तो भएको नत्र भने त बाटो दामी छैन त्यस्तो बाटो छ उतादेखि आएको थियो नि त अघि अहिले चाहिँ यो सर्टकट फास्ट गएर टिका लगाएर फेरि खाना आउनु पऱ्यो नि त त्यो बेला चाहिँ छिटो छिटो गइरहेको छु म अनि मम्मीको साथी पनि भयो म त्यही भएर मम्मीको साथी हुनलाई गइरहेको छु भोक त लागेको छैन अब टिका लगाइसकेपछि भोक लागेपछि खाने तल गएर समोसा पकौडा पाकेको छ हामी फेरि एक्साइटेड खानलाई समोसा पकौडा खान त मजा आउँछ तर मासु पनि खानु मन छ मासु बनाउनु भएन होला